नमस्कार सम्पूर्णमा। आजको यस भिडियोमा हामी काल र पक्षबारे जानकारी लिनेछौँ। अब काल र पक्ष भनेको हामीले सानैदेखि पढ्दै आइरहेको एउटा व्याकरणको विषय भयो है। तर अलिकति विद्यार्थीहरूले गाह्रो मान्ने विषय पनि हो यो काल र पक्ष भनेको है। अब यो भिडियो पछि चाहिँ तपाईँहरूले काल र पक्ष कहिले पनि गाह्रो मान्नु हुने छैन र परीक्षामा सोधिने काल र पक्षका प्रश्नहरू पनि हजुरले सजिलोसँग गर्न सक्नुहुनेछ। किनभने आज एकदम प्रभावकारी ढङ्गले हामी यसको अध्ययन गर्नेछौँ। हामी यसलाई एकदम प्रभावकारी ढङ्गले सिक्नेछौँ है त। अब काल र पक्षको कुरा गरिरहँदाखेरि चाहिँ यसको सुरुमा सैद्धान्तिक विषयलाई अलिकति जान्नुपर्छ। म आज परिचय खण्ड नै गरौँ न होइन, परिचय खण्ड अनि भूतकाल एउटा आजको श्रृङ्खलामा गर्छौँ र अर्को श्रृङ्खलामा चाहिँ हामी वर्तमान र भविष्यकाल पनि पुरा गर्नेछौँ। ल अब भूतकालदेखि सुरु गर्नु। सुरुमा कालको बारेमा है त। काल भनेको हामीले व्याकरणमा अथवा भाषामा चाहिँ के अर्थ लाग्छ भन्दाखेरि एउटा काल भनेको चाहिँ अनेकार्थी शब्द हो, हामीलाई थाहा छ होइन। कालको अर्थ अनेक हुन्छ। एउटा समय पनि भयो, हामीले व्याकरणमा पढ्ने समय नै हो है त। अनि अर्को भनेको भूत पनि भयो, अनि मृत्यु पनि भयो होइन। यी विभिन्न अर्थहरू हुन्छन् कालका। अब हामीले व्याकरणमा पढ्ने भनेको त्यो मर्ने भूत त्यस्तो काल होइन। हामीले व्याकरणमा पढ्ने भनेको चाहिँ समयवाला काल है त। अब समयवाला काललाई चाहिँ हामीले वर्गीकरण गर्छौँ। केमा वर्गीकरण गर्न सक्छौँ भन्दाखेरि हाम्रो काल कस्तो किसिममा हुन्छ यत्तिकै पनि सोचौँ त। बितिसकेको समय हुन्छ एउटा होइन, एउटा अहिले भइरहेको समय हुन्छ, अनि अर्को भनेको भविष्यको समय हुन्छ है। भविष्यको समय हुन्छ भनेपछि सुरुमा बितिसकेको काललाई चाहिँ के भन्छ त, भूतकाल भन्छ। बितिसकेका काललाई के भन्दो रहेछ, भूतकाल भनेको पहिले अतीतमा भइसकेका घटनाहरू, कुराहरू, विषयहरू, यी कुरालाई चाहिँ भूतकाल भनिँदो रहेछ है त। अनि त्यसपछि चाहिँ वर्तमान काल भनेको के रहेछ त, वर्तमानको अर्थ के हुन्छ, अहिलेको, आधुनिक भन्ने हुन्छ। अहिलेको समयलाई चाहिँ अहिले भइरहेको घटनाहरूलाई, कुराहरूलाई, विषयहरूलाई बुझाउनको लागि कुन चाहिँ काल प्रयोग हुन्छ त, वर्तमान काल हुँदो रहेछ। अनि त्यसै गरी भविष्यकाल भनेको के रहेछ त, तपाईँहरूले बुझिसक्नुभयो। भविष्यमा हुने काल भनेको अब अहिले पनि होइन होइन, पहिला बितिसकेको पनि होइन, हुने, पछि हुने समयलाई चाहिँ जनाउने के रहेछ त, भविष्यत काल रहेछ। अब भूतकालका पनि प्रकारहरू हुन्छन् भनेको त्यसलाई पक्ष भन्छ। भूतकालका पक्षहरू हुन्छन् है। ती के हुन् त, भूतकालका चाहिँ 5वटा पक्ष हुन्छन् र अभूतकाल, अभूतकाल अन्तर्गत चाहिँ हामी वर्तमान र भविष्यकाललाई राख्न सक्छौँ। कतिपय व्याकरण किताबहरूमा त्यही लेखिएका हुन्छन्। अभूतकाल भनेको भूतबाहेकका, वर्तमान र भविष्य। अब तर भूतकाल भनेको चाहिँ 5 प्रकारका हुन्छन् है, 5 पक्ष भन्छ त्यसलाई। के हुने भयो त, पूर्ण, अपूर्ण, अज्ञात, अज्ञात, अभ्यस्त अनि सामान्य भूत त छँदैछ, त्यो हामी सबैलाई थाहा भएकै हो होइन। अब सुरुमा भूतकालको अब परिचय दिइराख्दाखेरि परिभाषा हामीले सकायौँ होइन। अब उदाहरण अलिकति हेरौँ है त। भनेपछि परिभाषामा हामीले के भन्यो त, फेरि रिकल गरौँ त, फेरि पुनरावृत्ति गर्नु पर्दाखेरि चाहिँ रबिनले चिठी लेख्यो भनेको लेखिसक्यो नि त। लेख्यो भन्ने क्रियापदले के जनायो त, लेखिसक्यो नि त होइन। भनेपछि रबिनले चिठी लेख्यो के भयो त, यो भूतकालमा रहेछ है। अनि श्यामको हात भाँचियो, श्यामको हात भाँच्यो, यो कुन कालमा रहेछ त, भूतकालमा रहेछ। अझ अझ यसलाई पक्षको आधारमा भन्न सक्छ, भाँचियो भन्दाखेरि त्यो पक्षको बारेमा हामी एकैछिनमा छलफल गर्नेछौँ है। बगैँचामा थुप्रै मानिस थिए, बगैँचामा थुप्रै मानिस थिए। अब थिए भन्दाखेरि पहिला थिए, अहिले छ छैन हामीलाई थाहा छैन नि त होइन। पहिला थुप्रै मानिस थिए बगैँचामा, अब अहिले त थाहा भएन होइन। त्यस्तोलाई चाहिँ के भयो त, के भनियो त, त्यस्तो काललाई भूतकाल भनियो। अब यो भूतकालको पनि यो कुन पक्ष भन्दाखेरि छ नि होइन, मैले अघि दिएका 3-4वटा उदाहरण, यो चाहिँ भूतकालको पनि सामान्य भूत, सामान्य पक्ष हो यो चाहिँ है। सामान्य भूत भनेको भूतकाल नै हो। अब तर अर्को पक्षहरू हुन्छ, अपूर्ण, पूर्ण, अज्ञात र अभ्यस्त। त्योवाला चाहिँ अलिकति हामीले बुझ्नुपर्छ है त। जस्तै अब सामान्य हामीले बुझिसक्यो होइन, रबिनले चिठी लेख्यो, श्यामको हात भाँच्यो, बगैँचामा थुप्रै मानिस थिए, म घर गएँ होइन। यी सबै कुराहरू जुन चाहिँ पहिल्यै भइसकेका थिए सामान्य रूपमा भन्नुपर्दा है, कुनै प्रत्ययहरू, केही धातुमा प्रत्यय नजोडिएको होइन, क्रिया अलि जटिल नभएको, यी सबै उदाहरणहरू के भयो त, भूतकालका सामान्य पक्ष भयो भनेको त्यसलाई सामान्य भूत भनिन्छ समष्टिमा भनेको त। ल यो त बुझियो होइन, सामान्य भूत त बुझियो सजिलोसँग। अब त्यसै गरी हामी केमा जान्छौँ भन्दाखेरि नि, अब पूर्ण भूतमा जान्छौँ है त। पूर्ण भूत, पूर्ण भूत पनि एकदम सजिलो छ। अब पूर्ण पक्ष भन्ने बित्तिकै छ नि, अरू कालमा पनि काम लाग्छ। पूर्ण पक्ष भन्ने बित्तिकै हामीले के कुरा ध्यान दिनु पऱ्यो भन्दाखेरि नि, धातुमा एको, एका, एकी, यी 3वटा प्रत्ययहरू जोडिए भने चाहिँ
त्यो के हुन्छ त पूर्ण भूत पूर्ण पक्ष हुन्छ। भूत अब यो कालको त हामीले कुरा गर्ने नै छौँ है। पक्षको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ पूर्णको पूर्ण पक्षमा चाहिँ के हुन्छ अरे धातुमा एको एका एकी जोडिन्छन्। जस्तै गएको जा धातुमा एको प्रत्यय जोड जा भन्ने धातु भयो होइन, त्यसमा एको प्रत्यय जोड्दा के भयो त गएको भयो है। अब त्यसै गरी अब आउ धातुमा एको जोडिदिनुहोस् त के हुन्छ, आउ धातुमा एको जोड्दाखेरि आएको हुन्छ, जा धातुमा गएको। अनि एकी जोड्दाखेरि के हुन्छ त पुलिङ्गमा एको भयो होइन, एकी भनेको स्त्रीलिङ्गमा हुन्छ। एकीमा के हुन्छ त एकी जोड्दाखेरि के हुन्छ त जा धातुमा एकी जोड्नु त गएकी हुन्छ, पुलिङ्गमा गएको स्त्रीलिङ्गमा गएकी है। अब त्यसै गरी अरू के हुनसक्छ त अब बहुवचन शब्दमा यो पुल्लिङ्ग र स्त्रीलिङ्ग एक वचनमा हामीले हेऱ्यौँ। अब बहुवचन शब्दमा चाहिँ एका जोडिन्छ, धातुमा एका भन्ने प्रत्यय जोडिन्छ। अब जस्तै जा धातुमा एका जोड्नु त गएका हुन्छ होइन, आउ धातुमा एका जोड्नु त आएका हुन्छ होइन। म घर गएको थिएँ है, गएकोले पूर्ण पक्षलाई सङ्केत गर्यो, थिएले के पक्षलाई, थिएले केलाई सङ्केत गर्यो त काललाई सङ्केत गर्यो। गइसकेको थिएँ नि त, गइसकेको भएको कार्य हो भनेपछि के भयो त यो पूर्ण पक्षको भूतकाल भयो है। बुझ्नुभयो तपाईँहरूले। उनीहरू हिजो आएका थिए है, उनीहरू हिजो आएका थिए, यसमा के भयो त हिजो भन्ने बित्तिकै भूतकाल भनेर यत्तिकै पनि बुझिहाल्यो। थिए भनेर क्रियापदले बुझ्दा अझ सैद्धान्तिक भयो नि त होइन। थिए भनेपछि क्रियापदले बुझ्दाखेरि चाहिँ त्यो भूतकाल भनेर बुझ्यो। अनि गएका भने कि आएका भने ल गएका थिए, ल गएका भनेपछि चाहिँ त्यो एका प्रत्यय लाग्यो, जा धातुमा एका प्रत्यय लाग्यो भनेपछि सर्वनाममा सर्वनामलाई जनायो नि त होइन, उनीहरू भनेपछि सर्वनाम भइहाल्यो यत्तिकै पनि होइन। एका प्रत्यय लागेपछि के पक्ष भयो त भन्नुहोस् त पूर्ण पक्ष भयो है। भनेपछि उनीहरू हिजो घर गएका थिए के काल रहेछ त भूतकाल त रहेछ, पक्ष पनि अझ भन्नु पर्दाखेरि चाहिँ पूर्णभूत रहेछ। यसरी तपाईँले पूर्णभूत पनि बुझ्नुभयो होइन। भनेपछि फेरि एकचोटि पुनरावृत्ति गर्नुहोस् त के रहेछ, धातुमा एको एका एकी भन्ने प्रत्यय जोडियो भने त्यो के हुन्छ त पूर्ण पक्ष हुन्छ र भूतकाल अब काल त छँदैछ। यो पक्षको बारेमा पनि कुरा गरियो है त हामीले। अब त्यसै गरी अपूर्णभूत भन्ने हुन्छ, अपूर्णभूत भूतकालकै एउटा पक्ष हो। अपूर्ण भनेको पुरा नभएको, अपूर्णको अर्थ पुरा नभएको, पूर्णको अर्थ पुरा भएको है त। अब अपूर्ण पक्षमा चाहिँ के प्रत्यय लाग्छ भन्दाखेरि दै अथवा तै है। अब दै प्रत्यय चाहिँ हामीले लगाइरहेको हो। अब तै भनेको चाहिँ कस्तो भन्दाखेरि नि होइन, अब बस्दैलाई बस्दै भन्दा पनि मिल्यो होइन, गर्दैमा त दै लाग्छ। धेरैमा चाहिँ अब यस्तो तै प्रत्यय पनि लगाउनु मिल्छ कि, तर त्यो अलिकति गाह्रो जटिल हुन्छ होइन। त्यहाँ तैतिर गयो भने हामी सामान्य रूपमा बुझ्दाखेरि चाहिँ तै प्रत्यय नलगाऊ, दै प्रत्यय अनुसार नै हामी उदाहरणहरू सिर्जना गरौँ है त। तै प्रत्यय पनि लगाउनु त मिल्छ धेरैमा है, धेरै क्रियाहरूमा मिल्छ, नमिल्दैन। अब तै दै प्रत्यय लाग्छ भने अब दै प्रत्यय मात्र भनौँ है त, तै तै भनेर तै के हो भनेर होला है, बस्दै होइन, अब खाँदै, यस्तो धेरै दै नै प्रत्यय हुन्छ, त्यसैले तैमा गइनँ म। अब दै प्रत्यय लाग्छ भने होइन अपूर्ण पक्षमा के प्रत्यय लाग्छ अरे दै प्रत्यय लाग्छ है त। म खाना खाँदै थिएँ, म खाना खाँदै थिएँमा थिएँ भन्ने के भयो त भूतकाललाई सङ्केत गरिहाल्यो यसले। अब दै भन्यो नि त, खाँदै खा धातुमा दै प्रत्यय लाग्यो भनेपछि त्यसले केलाई सङ्केत गर्यो त अपूर्ण पक्षलाई सङ्केत गर्यो, भनेको पुरा भएको थिएन, खाँदै थिए है, पुरा भएको नभएको जनायो नि त होइन अपूर्ण भनेपछि है। अब त्यसै गरी अब उनीहरू हिजो घर जाँदै थिए, उनीहरू हिजो घर जाँदै थिए सामान्य उदाहरण। थिएले चाहिँ के जनायो त काललाई जनायो, कुन काल भूतकाललाई जनायो होइन, भूतकै हामीले चर्चा गर्दैछौँ भूतकाललाई जनायो होइन। खाँदै अब जाँदै थिए, जाँदैले चाहिँ केलाई जनायो त जा धातुमा दै प्रत्यय लाग्यो भनेपछि त्यसले केलाई जनायो त अपूर्ण पक्षलाई जनायो है। अब त्यसै गरी तपाईँहरूले पनि विभिन्न उदाहरणहरू सिर्जना गर्न सक्नुहुनेछ, हाम्रो वेबसाइटमा पनि तपाईँले हेर्न सक्नुहुनेछ है। त्यहाँ पनि थुप्रै ज्ञानका कुराहरू छन्, मैले भनेको भन्दा पनि त्यहाँनिर थुप्रै अरू अन्य कुराहरू पनि छन् होइन, उदाहरणहरू छन्, त्यो पनि तपाईँले हेर्न सक्नुहुनेछ है त। अब त्यसै गरी अपूर्ण भयो, सामान्य भयो, पूर्ण भयो। अब अर्को भनेको भूतकालको मात्र पक्षहरू भनेको चाहिँ अभ्यस्त र अज्ञात, ती दुईवटा छन् है त। अर्को भनेको अभ्यस्त र अज्ञात भनेको भूतकालका मात्र छन्, अनि वर्तमान र भविष्यमा चाहिँ सामान्य वर्तमान सामान्य अपूर्ण र पूर्ण छन्। अभ्यस्त र अज्ञात चाहिँ छैन है त, यो भूतकालको मात्र पक्षहरू। अब अभ्यस्त सुरुमा हेरौँ नि त, ल कि अज्ञात हेर्ने, ल अज्ञात सुरुमा सजिलो छ, अज्ञात नै हेरौँ ल। अब अज्ञात भनेको एकदम सामान्य छ, यसमा प्रत्यय के लाग्छ भन्दाखेरि नि होइन, क्रिया कसरी बन्छ भन्दाखेरि धातुमा चाहिँ
क्रियाको मूल रूप भनेको धातु, धातुमा चाहिँ के प्रत्यय जोड्छ त, ए छ भन्ने प्रत्यय जोड्छ भने चाहिँ त्यो चाहिँ अज्ञात हुन्छ। अज्ञात भनेको थाहा नभएको होइन, ए छ होइन, पहिला भइसकेको होइन, तर अहिले आएर थाहा भएको। ऊ घर गएछ, उनीहरू घर गएछन् होइन, ए छ मात्र होइन, अब कर्ताअनुसारका क्रियापद पनि हुन्छ नि त होइन। जस्तै बहुवचन भयो भने ए छन् पनि हुन्छ होइन, अनि पुल्लिङ्ग स्त्रीलिङ्ग यही एक वचनका कुरा भए चाहिँ, एक वचन भए चाहिँ के हुन्छ त, ए छ नै हुन्छ होइन। त्यस्तो हुन्छ भनेपछि के रहेछ त, ए छ, ए छन्, ए छे होइन, गएछे, गइछे, गइछे, ए छे गएछे होइन, गइछे भन्छ अझ मानक रूप चाहिँ गइछे हो। यी ए छ, ए छन् यस्ता प्रत्ययहरू, धातुमा यस्ता प्रत्ययहरू जोडेर क्रिया बनेको छ भने चाहिँ के हुन्छ त, त्यो अज्ञात रहेछ। भनेको अज्ञातको परिभाषा चाहिँ के रहेछ त, पहिला भएको भनेपछि भूतकाल त हो नि त, पहिला भएको तर अहिले आएर थाहा भएको, त्यो के रहेछ त, अज्ञात रहेछ। अज्ञात भनेकै अर्थमै के छ त, नजानेको, अन्जान हो अज्ञातको अर्थ चाहिँ है त। भनेपछि उदाहरणहरू तपाईँ पनि सिर्जना गर्न सक्नुहुनेछ होइन, के हुनसक्छ त उदाहरण, तपाईँ पनि ल एउटा दुईवटा सिर्जना गर्नु त। मैले भात खाएछु, अब आफूले भात खाएको त थाहा नहुने होइन, तर नि उदाहरण बनाइदिउँ होइन, के छ र उदाहरण बनाउँदैमा है। अब त्यसै गरी अब अभ्यस्तमा जाउँ है त, अभ्यस्त काल। अब अभ्यस्त कालमा चाहिँ के हुन्छ भन्दाखेरि नि होइन, जस्तो अज्ञातमा ए छ भयो होइन, अभ्यस्तमा चाहिँ थ्यो भन्ने प्रत्यय लाग्छ धातुमा है। क्रियामा चाहिँ थ्यो भन्ने जोडियो भने थ्यो, थे, थी यस्ता यस्ता क्रियाहरू आयो भने छ नि होइन, हो त्यो के भयो त, अभ्यस्त भयो है। हामी हामी घर जान्थ्यौँ, हामी घर जान्थ्यौँ है। उनीहरू घर जान्थे, उनीहरू विद्यालय आउँथे है। तिनीहरू हामीलाई भेट्न आउँथे, यी क्रियाहरू आउँथे, आउँथ्यो होइन, यी सबै जोडियो भने चाहिँ छ नि होइन, थे, थ्यो, यी, थी यस्ता क्रियापदहरू जोड्यो भने चाहिँ त्यो के हुँदो रहेछ त, अभ्यस्त हुँदो रहेछ। भनेपछि अभ्यस्त भनेपछि वर्तमान र भविष्य गर्न मिलेन, अभ्यस्त भन्ने बित्तिकै भूतकाल मात्र भयो। अनि अज्ञात भनेपछि नै के भयो त, अज्ञात भन्ने बित्तिकै भूतकाल मात्र भयो, वर्तमान र भविष्यमा हुँदैन त्यस्तो, मैले अघि नै भनिसकेँ है। अब हामीले यो भूतकालका श्रृङ्खला सकायौँ यस भिडियोमा है। यो छोटो मिठो भिडियो बनेको छ, तपाईँहरूलाई केही समस्या छ भने तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुनेछ युट्युबमा, र हाम्रो वेबसाइटलाई पनि तपाईँहरूले भिजिट गर्न सक्नुहुनेछ, भाषा लर्न वेबसाइटलाई। र त्यहाँ विभिन्न अभ्यासहरू छन्, एक्सर्साइजहरू छन् है, तपाईँहरूले एकदम सृजनात्मक रूपमा त्यो अभ्यासहरू गर्न सक्नुहुनेछ, तपाईँहरूलाई एकदम रमाइलो लाग्नेछ, र तपाईँको सिकाइको स्तरलाई पनि वृद्धि गर्न चाहिँ सहयोग गर्नेछ हाम्रो वेबसाइटले। हस् त, आजको भिडियोलाई यति नै, र अर्को श्रृङ्खलामा हामी के प्रस्तुत गर्नेछौँ भन्दाखेरि वर्तमानकाल र भविष्यकाल है, कालका दुई पक्ष अझै बाँकी छन् हो। यसमा चाहिँ भूतकाल भयो, अब अर्कोमा चाहिँ वर्तमान र भविष्यको बारेमा छलफल गर्नेछौँ। हस्, धन्यवाद।